सबैजना गुड मर्निङ। सबैजना सन्चै हुनुहुन्छ होला। सबैजना सन्चै हुनुहुन्छ भने आशाका साथ आज पनि एउटा भिडियो ल्याएर चाहिँ म उपस्थित भइसकेको छु है। आजको हाम्रो विशेष काम चाहिँ पछारै हुँदैछ। हाम्रो यो विनोद सरको कतिमुरी फल है, थाहा छैन। हाम्रो यो साम्बु खोलाको धान चाहिँ यस्तो छ, उत्तर पश्चिम ढल्किरहेछ। के भएको यो धान फल्न चाहिँ फल्यो र खोला हाम्रो यो साम्बु खोला चाहिँ बारी पहिरोले चाहिँ अहिले यस्तो भएको रहेछ है। यो तपाईँहरूले देख्न सक्नुहुन्छ, यस्तो छ है। यहाँ माथि पारी चाहिँ नागदेम भन्छ अनि है यस्तो छ हाम्रो विनोद सरको गोठ है। धान बाँधिसकेर अब असारै हुँदैछ। धान अन्तिममा कति मुरी फल्यो है थाहा छैन। त्यही भएर यसो भिडियो बनाउँदैछु। यस्तो छ साम्बु खोलाको दृश्य वातावरण यस्तो छ साथीहरू। हाम्रो विनोद सर निकै निराशमा देखिन्छ है। हाम्रो काकीले चाहिँ सम्झेर बस्नुको रहेछ। यहाँ माथि देख्न सक्नुहुन्छ हाम्रो बहिनीहरू। यहाँ तुम्हारले चाहिँ धान काट्दैछ है। अनि हामी चाहिँ म चाहिँ ठ्याक्कै यत्रो भारी बोकेर चाहिँ अब यहाँनिर पुर्याउनु पर्ने। हाम्रो यहाँ बोजू कान्छी हुनुहुन्छ। यहाँ पारी चाहिँ हाम्रो तुमा बाजे बजू है। यहाँ धान पछारैमा चाहिँ हाम्रो संयोग सर आशिक ठ्याक्कसँगले पछार्दैछ। यस्तो छ धान पछारै। आफै अनि अवस्था आएकोले भन्दा नि अब यहाँ हाम्रो केटाहरू 7 कन्या केटाहरू हुन्छ। हाम्रो विनोद शर्मा 7 कन्या विनोद सरले चाहिँ अब यहाँ सह माग्दै हुनुहुन्छ है। एकदम सँगले धुप बोकेर है, धुप हालेर ल स्टार्ट हाम्रो 7 कन्या विनोद शर्माजी। हाम्रो विनोद शर्माको अब 12 मुरी 30 मुरी भनेको त 12 मुरी। हाम्रो साम्बु खोलाको धान काट्दै धमाधम हुँदैछ है। यस्तो छ साम्बु खोलाको पुल। हाम्रो सबै सर तलतिर जाँदै हुनुहुन्छ। यहाँ बारी पहिरोले गर्दाखेरि चाहिँ हल्का धान पछारिसकेर चाहिँ यस्तो छ है। यहाँ देख्न सक्नुहुन्छ यस्तो छ बारी।
यस्तो छ अब धान पछाडि सकेर जाने चाहिँ घरतिर लाग्छौँ है धान पछाडि सक्यो हाम्रो महिला सर मुनि हुनुहुन्छ माथि छु माथि त्यो भएर यस्तो छ पहिला यहाँतिर चाहिँ विशाल पानी आउँथ्यो निकालिरहेको छ है खोलाले यस्तो छ गाइज है सामु खोलाको धान व्यापारी बिक्न सक्नुहुन्छ यस्तो छ है यस्तो छ बाटो अनि एकै यो पुलबाट लानुपर्छ ल साथीहरु है अब नेक्स्ट टाइम फेरि पनि भेटौँ है आजको भिडियो कस्तो लाग्यो हजुरहरुलाई कमेन्ट गर्नु होला सब्स्क्राइब गरिदिनु होला है आजको भिडियो यति नै हो अब अर्को चोटि फेरि भेट्ने नै छौँ बाई बाई टेक केयर